कसैले तपाईको फोटो बिना अनुमति पोस्ट गर्यो भने नेपालमा तपाईका कानुनी अधिकार। नमस्कार। कल्पना गर्नुहोस् एक दिन फेसबुक, टिकटक, इन्स्टाग्राम वा अन्य सामाजिक सञ्जाल खोल्दा तपाईको फोटो कसैले तपाईको अनुमति बिना पोस्ट गरेको भेट्नुभयो। अझ त्यसमा अपमानजनक क्याप्सन वा गलत जानकारी पनि राखिएको छ। यस्तो अवस्थामा तपाईले के गर्नुपर्छ? आज हामी यही विषयमा छोटकरीमा बुझ्नेछौँ। सबैभन्दा पहिले कसैको फोटो बिना अनुमति सार्वजनिक रूपमा पोस्ट गर्नु, विशेष गरी त्यसले व्यक्तिको गोपनीयता, प्रतिष्ठा वा सुरक्षामा असर पुर्याउँछ भने कानुनी समस्या बन्न सक्छ। यदि यस्तो भयो भने सबैभन्दा पहिले आत्तिनु हुँदैन। पोस्टको स्क्रिनशट लिनुहोस्, पोस्टको लिङ्क सुरक्षित राख्नुहोस् र आवश्यक प्रमाण सङ्कलन गर्नुहोस्। पछि यी प्रमाण धेरै महत्त्वपूर्ण हुन्छन्। त्यसपछि पोस्ट गर्ने व्यक्तिलाई शिष्ट रूपमा फोटो हटाउन अनुरोध गर्न सक्नुहुन्छ। धेरै अवस्थामा यति गर्दा पनि समस्या समाधान हुन्छ। यदि उसले फोटो हटाउन अस्वीकार गर्यो भने सम्बन्धित सामाजिक सञ्जालको रिपोर्ट वा प्राइभेसी भायोलेसन विकल्प प्रयोग गरेर पोस्ट हटाउन अनुरोध गर्न सकिन्छ। तर यदि फोटोले तपाईको मानहानि गरेको छ, बदनाम गर्ने उद्देश्य राखेको छ, धम्की दिएको छ वा तपाईको व्यक्तिगत अधिकार उल्लङ्घन गरेको छ भने तपाई सम्बन्धित प्रहरी कार्यालय वा साइबर ब्युरोमा उजुरी दिन सक्नुहुन्छ। आवश्यक परे कानुनी सल्लाह पनि लिनु उपयुक्त हुन्छ। याद राख्नुहोस्, सार्वजनिक ठाउँमा खिचिएको फोटो भए पनि त्यसको प्रयोग गर्ने तरिका महत्त्वपूर्ण हुन्छ। यदि फोटो प्रयोगले तपाईको गोपनीयता, प्रतिष्ठा वा अधिकारमा अनुचित असर पुर्याएको छ भने कानुनी उपचारको बाटो खुला हुन सक्छ। अन्त्यमा, सामाजिक सञ्जालमा जिम्मेवार बनौँ। अरूको फोटो पोस्ट गर्नु अघि अनुमति लिनु राम्रो अभ्यास मात्र होइन, धेरै अवस्थामा कानुनी रूपमा पनि सुरक्षित व्यवहार हो। यदि यो जानकारी उपयोगी लाग्यो भने भिडियोलाई लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र यस्तै सजिलो कानुनी जानकारीका लागि इजी लॉ नेपाललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद।